सबैजनालाई नमस्कार। मेरो मिनी भ्लगमा स्वागत छ। आज हामी चाहिँ सूर्य लाइफ इन्सुरेन्सका मेम्बरहरू हाइकिङ जाँदैछौँ। यस्तो इन्जोय गर्नुपर्छ। आज हाइकिङ जाँदाखेरि बाटोमा के देखिन्छ म विशेषमा देखाउँछु। हाम्रो मेम्बरहरू अझै बाँकी 25 जना छौँ टोटल चाहिँ। बाँकी बिचमा बाटोमा भेट हुने प्लानिङमा हिँडिरहेको छ। हामी चाहिँ मङ्गलगढी चोक हाम्रो अफिसबाट हिँडेर हामी कहाँ पुग्यौँ? के अरे यो शहीद पार्क पुगिसक्यौँ। अब शहीद पार्कदेखि चाहिँ सिडी चढ्दै उकालो लाग्नेछौँ। छेडामा गएर हामी त्यहाँ खाजा खान्छौँ। खाना खान्छौँ। खाजा होइन खाना। अनि खाजा चाहिँ हामीले प्याक गरेछौँ। बाटोमा चाहिँ के छ हामीसँग अहिले? भुजा, चटपटे, चाउमिन। मेरो क्यामेरा समात्ने ढङ्ग पनि छैन। ल हाम्रो चाहिँ सिडी सुरु भयो। अब सिडीबाट हामी टक्कै लाएर डाँडामा सिडी हुँदै जान्छ। शहीद पार्क हो यो चाहिँ हाम्रो वीरेन्द्रनगरको शहीद पार्क भनेर चिनिन्छ। यहाँ मैले गेट देखाउन खोजेको। पसिना हुँदै आइपुग्यो वीरेन्द्रनगर भ्याली। म्याम नाच्दै हुनुहुन्छ। हाम्रो यात्रा जारी छ। स्यास्या गर्दै। हेलो। खै कोही बोल्दैन। थाकेछ सबैजना। बोल्न सक्ने अवस्था छैन। आमा खुब दौडिनु भयो। साग जस्तो फ्याटाक्क गल्नुहुन्छ। आमा अनि केल समाउने धर्म छ हातमा त्यो छ। ल ल ल 50 रुपियाँ। ल गाइजहरू हामी चाहिँ अब डेस्टिनेसनमा पुग्ने आँटिसकेको छ। डाँडामा निस्किन अब थोरै केही मिनट छ बाँकी। रमाइलो भयो। नाच्यो, भिडियो बनायो, फोटो खिच्यो धेरै के। सबैजना पछाडि हजुर सर। हस् सबैजनालाई मेरो भ्लगमा स्वागत छ। सबैजना अब कपिराइट लाग्ने भयो। यस्तो म्युजिक बज्यो भने चाहिँ कपिराइट लाग्छ। तै पनि म अफ गरेर हाल्छु। चस्मा
झोलामा गाडीको बसमा छुच्ची नक्कली ल्याइदिएको छु चस्मा छुच्ची नक्कली ल्याइदिएको छु चस्मा यस्तो रमाइलो भयो आजको यात्रा बीचबीचमा चाहिँ एकदमै थकाइ लागेको थियो त्यो थकाइलाई फेरि बीचबीचको रमाइलोले भुलाइदियो ओके अब फेरि डाँडा पुगेपछि आउँछ ओके हामी चाहिँ यो गोटीगाडा आइसक्यो गोटीगाडा गाउँमा आइसक्यो अब चाहिँ करिब 4 घन्टा हिँड्यौँ ल सर करिब 4 घन्टा लगाएर वीरेन्द्रनगरदेखि 8 बजे हिँडेको 12 बजे ट्याक्क डाँडामा पुग्यो अब चाहिँ यहाँ चिल गर्नुपर्छ चिसो हावा खानुपर्छ यस्तो आनन्दको ठाउँ छ यो चाहिँ मेरो जन्मथलो पनि हो आज चाहिँ सर म्यामसँग यसो घुम्न आएको छुट्टै रमाइलो हुने रहेछ गोठो कि घर रहेछ ए किमु ल अब किमु खानुहोस् पाकेको किमु गर्दैन यो कहाँ त किमु खानुहोस् फोटो चाहिँ खिच्नु है आउँछ झलको थाहा भएन सरको गीत एउटी माटो हाँसु हो तल किम खाँदै खाँदै मनको इच्छा के हो के सोध्नु होइन मैडम के हाँसु किम खाऊ ओ त्यो तपाईसँग आगो उठेकाको सर लुरे बोडी काटेर ल्याउ फोटो खिच्नु भाइको हेलो 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 सर भन्नुहोस् त हाम्रो यात्रा कस्तो रह्यो खाने बेला उहिले रातको बजेल कुलोड खान्छ नि त्यस्तै खाइदियो गएको ए अया मम्मी हाउ ए यहाँ रहेछ छोटो नखानुहुन्छ के हुन्छ हो र मलाई थोरै खानु मन लाग्यो क्यान्सरको रोग अरे क्यान्सरको औषधि हो यो कस्तो मिठो रहेछ सानोमा हुँदा बाटुकी हो कि बटुकी भरि टिप्ने होइन अनि त्यहीमा नुन खुर्सानी राख्ने डुम्री भनेको चाहिँ मलाई थाहा भएन यस्तो मिठो हुन्थ्यो यस्तो खानु छ दिनकै 2-4 वटा कहाँ पाउनु पाएको बेला मुक्का हान्नुपर्छ मुक्का हो कि के अरे मुखभरि जे होस् कि मुखभरि यसरी किमु खान पाइयो सानोको याद आयो सानोमा चाहिँ हाम्रो गाउँमा सबैजना किमुमा सबैजनाले किमु जोड्दै हुनुहुन्छ यहाँ हाम्रो हे नाटक हेर न नाटक चढेर नाटकै हो चटकै हो पूर्ण सरको चटक गफ गरेका सिरियस गफ छ कसैका ल म्याम भनिदिनु आजको हाम्रो हाइकिङ कस्तो रह्यो एकदमै रमाइलो सायद यस्तो त जिन्दगीमा फर्स्ट टाइम हो यति रमाइलो इन्जोय भएको यस्तो संजोगमा चुकेर आउँछ यो सधैँभरि चुक्दैन त्यही भएर हामीले यो ऐतिहासिक हाम्रो यो यात्रालाई सफल बनाउँदैछौँ ए सूर्यज्योति लाइभेन्चर आराम बाहुनले हेर मगरहरू यो पनि मगरलाई जम्मा पारेर
त्यस्तो होइन यी फुल मैले यिनीहरूले के हामी चाहिँ गाउँमा पुगेको यो गोटीडाँडा माथि चाहिँ गोटीडाँडाको +2 सम्म छ यो स्कुल गोटीडाँडा अब यस्तो हात किमु खाएको नि त गोठीकाँडा साना किसान गोठीकाँडा अफिस के समथिङ के लेखेको छ गोठीकाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेड भनेर लेखेको रहेछ यस्तो रमाइलो भयो अनि फुलै यता पनि फुल थियो खसिसकेछ गिर्यो ओके म अब खाना खाने ठाउँमा पुगिसकेपछि बनाउँछु हजुर फुल देख्न नहुने के भएको होला कस्तो राम्रो है खस्यो मेरो फुल हेलो 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 कम फास्ट मेरो भिडियो चाहिँ छोटो बनाउँछु भन्दा लामो हुन्छ क्या यस्तो के त्यही पनि 4 घन्टासम्मको यात्रा सबै कैद गरेको भए त कसले हेरिदिन्थ्यो मेरो भिडियो त्यही पनि ठिकै छ थोरा गर्दैछु मेमोरीको लागि हो जस्ट अरू त्यस्तो केही होइन क्यामेरा समात्ने आइडिया पनि छैन क्यामेराको क्वालिटी पनि लो छ तैपनि यो मेमोरी हुन्छ नि त पछि यो ठाउँमा चाहिँ यसरी हामी घुम्न गइरहेको थियौँ भनेर हुन्छ नि त एउटा आज चाहिँ शनिबारको दिन हामी घुम्न आएको बिदाको बेलामा सबै अरू बेला आफ्नो काम धन्दा हुन्छ यसो कहिलेकाहीँ बेला मौकामा हामी चाहिँ आउने गर्छौँ आहा कस्तो राम्रो ठाउँ हाम्रो ठाउँ कस्तो छ वीरेन्द्रनगर 14 है यो चाहिँ सबैजना हामीले खाना खाने ठाउँ यही हो ल हामी चाहिँ खाना खाने अब नमस्कार ल अब हामी यही हो खाना खाने म्याम कस्तो रह्यो आजको हाम्रो यात्रा एकदम रमाइलो एकदम स्मरणीय क्षण हुनेछ आजको दिन चाहिँ हैन यस्तो राम्रो फुल लागि यस्तो फुल देख्नु चाहिँ हुन्न चस्मा यो गीत चाहिँ नाच्दै आएको नि त त्यही भएर मलाई एकदमै दिमागमा आइरहेको छ ल हामी चाहिँ खाना खाने ठाउँमा आयौँ अब हामी यहाँ बसेर खाना खानुपर्छ बस्यो अब खाना खान्छौँ हामी यहाँ त्यसपछि फेरि मेरो भिडियो कन्टिन्यू हुनेछ हाम्रो साथीहरू खाना खान लाग्नुभएको छ सर म्यामहरू खाना खान लागेको व्यस्त हुनुहुन्छ गम पार्नु मासु आलु सागको तरकारी चटनी यसो गरिदिनु पर्छ नि खाए ल म्याम खाए ल बिचरा खाए ल यत्तिकै भिडियो बनाउनु जय हरि ल हामी चाहिँ खाना खाएर रेस्ट गरेर अनि अब चाहिँ फर्किन लागेको छेडामा आइपुग्यौँ अघि हामी माथि जाने बेला चाहिँ अर्को बाटो गएको थियो अहिले फर्किने बेला फेरि अर्को बाटो कटुगाको बाटो भएर फर्किन थालेको अहिले यहाँ ट्याक्क छेडामा
हेलो 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 कति राम्रो फुल ओके यस्तो राम्रो फुल ल आउनु सबैजना यहाँ फुलमा फोटो खिच्नु पर्छ ल सबैजना उभिनुहोस् त हेलो हेलो गाइजहरु एकचोटि हाई गर्दिनु हाई गर्नुस् व्यस्त हुनुहुन्छ अब के कुरा गुड हामी आइसक्यौं हामी फर्किँदैछौँ भिडियो यो चाहिँ ओके खिच्ने अरे यहाँ चाहिँ एउटा मात्रै ऐसोले पायो एउटा मात्रै ऐसोले पायो खानुपर्छ यो पनि जङ्गलमा अर्को पनि पायो ऐसोलु दुईटा मात्रै पर चाहिँ म सक्दिनँ कति ठुलो ऐसोलु आमा अब जानुपर्छ यहाँ झन्डै लडेको थियो अब चिप्लो छ क्या यो बाटो यो के भन्छ सल्लाहको पात चिप्लो सरले धेरै खाए जस्तो गर्नु ऐसोले धेरै पाउनु भयो जस्तो छ तल पुगेर एकदमै सम्झन योग्य मेमोरेबल भयो हाम्रो यात्रा चाहिँ अब फर्किँदैछौँ ऐसोलो खानुहोस् सबैजना व्यस्त हुनुहुन्छ आफ्नो आफ्नो छेउमा ऐसोलो खाँदै रमाइलो गर्दै हिँड्दै ल ऐसोलो पाएर त होइन होला त्यतिकै पात हेर्दैछन् यिनीहरू ऐसोलोको पात र काँडा हेर्दैछ जस्तो ऐसोलो काँडा खाने हो कि ऐसोलोको पात खाने हो कि ऐसोलो दाना खाने हो छैन त दाना पानी दिन्न पानी कहाँ छ ल ए यहाँ रहेछ ऐसोलो खाऊ ज्यान बनाऊ अब खाऊ आमालाई ऐसोलो खाऊ गठै बिचरा यति ल यति छ मिठो 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 आमा त्यो त्यहाँ कति धेरै छ त्यो माथि अप्ठ्यारो ठाउँमा सजिलो ठाउँमा त सबैले खाइसक्यो अप्ठ्यारो ठाउँमा चाहिँ बचेको छ ऐसोलो पनि खान पाइयो है जोस् गाउँमा आएपछि केही न केही त खान पाउँछ के गर्नु सहर बजार भन्नु हेलो हामी चाहिँ कटुका आइसकेको अवस्था कटुका भनेपछि दही चिउराको फेमस ठाउँ हाम्रो सुर्खेतमा यहाँ चाहिँ हामीले आउँछ अनि सुर्खेतमा आएपछि यो कटुका भन्ने ठाउँको दही चिउरा नखाएर जाने मान्छे चाहिँ पाउँदैन दही चिउरा खाँदैछु खाएल भन्ने मान्छेको नाम अब चाहिँ हामी कटुकादेखि हिँड्यो ओह्रालो लाग्यो बाटो हामी चाहिँ सर्टकट बाटोबाट फर्किँदैछौँ जङ्गल हुँदै ओह्रालो जङ्गलको बाटो दही खाएर दही चिउरा खाएर हामी कटुकाबाट ओह्रालो लाग्यो अनि अब तल एकैचोटि वीरेन्द्रनगरमा पुगिसकेपछि हुन त यो पनि वीरेन्द्रनगर 14 हो वीरेन्द्रनगर 6 मा पुगिसके पछाडि म मेरो यो ब्लग एन्ड गर्छु ओके अहिलेलाई see you later
केही भन्दै हुनुहुन्थ्यो भन्दा भन्दै टुट्यो जोस् उहाँले एज हलमा के भन्नुभएको भनेपछि हाम्रो मेम्बरहरूलाई सबैलाई सम्झेछौँ नेक्स्ट टाइम पनि हामी पैदल यात्रा गर्नेछौँ ट्रेकिङ गर्नेछौँ है इङ्ग्लिस नबुझ्ने नेपाली नबुझ्ने इङ्ग्लिसले अनि यो चन्दना सुरनेटको युट्युब च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला भनेर रिक्वेस्ट गरिदिनु हुन अनुरोध गर्दछु धन्यवाद खै भन्दिन्न धन्यवाद नभन्दिनु अरे के लाइक सब्स्क्राइब गरिदिनु होला सबैजनाले हाम्रो चन्दना सुरनेट मगर म्यामको के अरे युट्युब च्यानललाई धन्यवाद थ्याङ्क यू म्याम अनि सानो बाबुले पनि केही भनिदेऊ रिक्वेस्ट गरिदेऊ लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला सबैजनाले थ्याङ्क यू ओके सी यू नेक्स्ट टाइम बाई 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 फ्ल्याङ्किस पनि दिनु